गुड मर्निङ सबैजनालाई फेरि पनि मेरो भिडियोमा तपाईँहरूलाई स्वागत छ। अनि म चाहिँ अहिले बिहानै उठेर मुख मात्रै धुनु पाएँ, मुख धोएर पूजा गरेँ। अनि सिधै पूजा गरेर चाहिँ म जाँदैछु रिन्जेन भएकोमा। कारण आज मेरो सबैभन्दा सानो भदैनी, मेरो सानो दादा अनि उहाँको परिवार चाहिँ आज चाहिँ के भन्छ तल जाँदैछ नि त सिलगढी फर्दर स्टडिजको लागि। अन्त चाहिँ मामा जबरजस्ती मामाले मलाई धनिया सुनाउँदैछ। कारण मामाले चाहिँ मलाई सधैँ नै घरमा आउँदा चाहिँ केही न केही ल्याएर नै आउनुहुन्छ नि त। अन्त म यहाँ जाँदैछु। अन्तखेरि यो चाहिँ नि माया भन्ने कुरो चाहिँ यस्तो हुँदो रहेछ। कारण 1-2 दिन अगाडि चाहिँ पुरा भोक थियो मलाई। मैले माया गरेर चाहिँ अहिले यसरी म भएकोमा आउँछ यिनीहरू है। मायाले चाहिँ यस्तो हुँदो रहेछ, मैले यहाँबाट सिकेँ। मैले भन्दै थिएँ। अन्त मेरो सबैभन्दा सानो दादा, मेरो ठुला आप्पा अहिले त बुढो हुनुभयो। जुन चाहिँ कन्फिडेन्स ममा आएको छ नि मान्छेहरूसँग बोल्ने, मान्छेहरूलाई कन्भिन्स गराउने, मैले सबै ठुला आप्पाकोबाट सिकेको हो। अनि यहाँनिर ब्याग्सहरू सबै प्याक भइसकेको छ। अस्ति नै ठुलो गाडीमा एउटा अनि एउटा सानो गाडीमा, अन्त यो घरको गाडीमा लाँदैछ सामान। अनि कुनै किन मलाई चाहिँ यो गर्नु चाहिँ पुरा मन लाग्छ। यस्तो गर्दा चाहिँ मलाई आई डोन्ट नो किन मलाई पुरा मजा फिल हुन्छ हो। अन्त यहाँ जाँदैछु म। मेरो दादाले चाहिँ अब सिलगढी नै ट्रान्सफर लिनुहुन्छ नि त। कारण अब मेरो ठुलो बदैनीको चाहिँ डिपिएसमा चाहिँ एडमिसन गराइरहेको छ +2 को लागि। अनि यो चाहिँ मेरो सबैभन्दा सानो बदैनी, द मोस्ट प्याम्पर्ड चाइल्ड अफ माई फ्यामिली। अनि उसलाई पनि सिलगढीमा नै एडमिसन गराउने नि त। अन्त यो चाहिँ मेरो सबैभन्दा ठुलो बदैनी हो। मभन्दा ठुलो छ एक्चुली, सबैभन्दा ठुलो छ। पुग्नु चाहिँ कति पनि 15-14+ हो, तर अब कत्रो ठुलो देख्छ उसलाई हो। अन्तखेरि जाँदैछ। अब के भन्नु, अब कति दुःख लागिरहेको छ रिन्जेन बोलेकोहरू, रिन्जेनसँग स्पेन्ड गरेको टाइमहरू पुरा मिस गर्छु। जानु त कहीँ टाढो त गएको होइन, यहीँ तल सिलगढी गएको। तर पनि अब एभ्री पार्ट अफ दिस लाइक यो घरको हरेक पार्टमा चाहिँ अब रिन्जेन कालिएको, रिन्जेन बोलेको, हाँसेको, रुको चाहिँ अब भोलि अब अहिले नै दिनको गएको दिनको नै हामी पुरा मिस गर्छु। हेर्नु न आउनु के दिन्छौ मलाई? ए घडी कसले किनिदिएको अरे? घडी वाच देखाइदियो त तिम्रो। खाइहेरौँ, यता देखाइदेऊ न। कसले किनिदिनु भएको अरे यो? आऊ न, आऊ हाँसा, जाऊ फेरि जाऊ, ब्याक, गो ब्याक। राम्रो पढ्नु ल। आई लभ यु टु। ठुलाप्पाको चाहिँ ऊ फेभरेट हो, सबैभन्दा लाडे अब ठुलाप्पाको चाहिँ हो। अन्त उसले उसमा चाहिँ नि रिन्जेनमा चाहिँ नि एउटा यस्तो दामी क्वालिटी छ कि सानो उमेरमा नै उसले सबैजनालाई यसरी कहीँ घरबाट निस्किँदा कहीँ जाँदाखेरि उसले सबैजनालाई यसरी छे गर्छ। ठुलामा र ठुलाप्पाको चाहिँ ऊ चाहिँ एकदमै लाडे, सबैजनाको नै हो। तर अब ठुलाप्पा र ठुलामामा चाहिँ उसको एउटा छुट्टै कनेक्सन छ हो। अनि कस्तो पोजिटिभ छ, कसैलाई छुनु पनि दिँदैन हो, यसरी कुटिहाल्छ उसले हो। अन्तखेरि त्यो क्वालिटी चाहिँ रिन्जेनमा चाहिँ बेस्ट छ। अनि सधैँभरि ऊ ठुलो 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 हुन्छ यो क्वालिटी चाहिँ उमा रहिरहोस् है। अन्त यो गुणहरू चाहिँ उसमा रहिरहोस्, अझै बढेर जाओस्। अनि सबैजनालाई यसरी नै माया गर्ने, एकसाथ राख्ने चाहिँ यो क्वालिटी चाहिँ सधैँ होस्। अनि पेमा नाना पनि उसको वान अफ द फेभरेट हो। अन्त मामा अब यहाँनिर बिचरा ठुलो आमा होइन। ठुलो आमालाई चाहिँ यही दुःख छ कि पेडेन र छोडेन चाहिँ अब सानो जन्मेको दिनको सँगै हुर्केको बढेको, ओन्ली 23 डेजको डिफ्रेन्स छ नि त छोडेन र पेडेनमा चाहिँ। अन्तखेरि त्यहाँदेखि सानो दिनको यसरी सँगै पढेको, सँगै हुर्केको। अब +2 को लागि चाहिँ उनीहरू अब छुट्टिँदैछ नि त। एकजना खरसाङ, एकजना सिलगढी भयो, छुट्टियो दिदीबहिनी यसरी छुट्टिँदैछ। हुनु त राम्रोको लागि छुट्टिँदैछ, तर पनि अब त्यो आमा, एउटा घरको आमामा त अब त्यो छुट्टै हुन्छ नि त है। एउटा घरको आमा, ठुलो आमा, माम भएपछि स्ट्रिक्ट पनि हुनुपर्छ, फनी पनि हुनुपर्छ, एट द सेम टाइम इमोसनल पनि हुनुपर्छ नि त। यसरी ठुलो आमा चाहिँ पुरा रुँदै थियो, म पनि रुन्ची त रुन्ची नै छु। सबै यो अब
आई ह्यान्डल सबै कुरा ह्यान्डल गर्छु, तर एकपल्ट रुनुपर्छ नि त म हो। यो क्वालिटी चाहिँ मेरोमा के भन्छ ठुला आमाकोबाट नै आएको जस्तो लाग्छ। अन्त रिन्जेन रेडी छ, अल सेट टु गो। उसलाई अहिले केही थाहा छैन, अब छुट्टिँदैछु, अब आउँदिनँ घरमा, केही पनि थाहा छैन। उसलाई चाहिँ अहिले बेलुका आउँछु म, अब 1-2 दिन बस्छु म, फेरि फर्केर घरमै आउँछु भन्ने खालको फिल हुँदै होला। राम्रो पढ्नु ल, राम्रो पढ्नु ल मा रिन्जेन दादा मेरो सिलगढी आउँछु नि ल हामी ल। मैले पनि सानोदेखिको पढाएको नि त पेडेनलाई, सानोमा हुर्काएको है। यसरी जाँदाखेरि कति दुःख लागिरहेको थियो, तर मनबाट एकदमै ब्लेसिङ है, राम्रो होस् मेरो मेरो माइतीको, मेरो दादाको, भाउजूको यसरी नै उन्नति भएको देख्नु भौँ। मेरो भदैनीहरू यसरी नै ठुलो होस्। हार्ट क्या पेडेन राम्रो पढ्नु ल, बाई। पैसा छ है त्यसको हातमा। हम तुम यूं ही मिलते रहे, महफिल यूं ही सजती रहे, बस प्यार की यही एक धुन हर सुबह शाम बजती रहे।